Hey guys, welcome back to my channel. So it's been like a huge होइन मैले कुनै नि भिडियो बनाएको छैन अनि आज चाहिँ म भिडियो बनाइरहेको छु आफ्टर सो लङ लाइक मोर देन 1 week मैले एउटा नि भिडियो हालेको छैन एन्ड आइम नट प्राउड अफ इट होइन बिकज मैले युट्युबर बन्नु छ नि यस्तो पाराले म युट्युबर बन्दिनँ हाहा बट डज नट म्याटर बिकज मेरो अहिले सब्सक्राइबर्स छैन केही छैन बढ्छ बिस्तारै बिस्तारै सो या आज चाहिँ आजको भिडियोको टाइटल इज लाइक मेरो बर्थ मेरो साउन महिनाको फर्स्ट बर्थ नट फर्स्ट लाइक यो मन्थ जे भए नि बर्थ छ आज मेरो अनि यो बर्थको स्टोरी चाहिँ मेरो 8 क्लासदेखि सुरु भएको बिकज 8 क्लासमा हाहा मैले अरू मेरो फ्यामिली मेम्बर्सहरूलाई हेर्थी गरेको लाइक मेरो दिदी मेरो मम्मी सबैले गर्थ्यो अनि आई वाज दि ओन्ली वान नट डुइङ अनि मलाई नि एकदमै गर्न इच्छा लाग्यो सबले गरिरहेछ म नि गर्ने भनेर आई स्टार्टेड डुइङ अनि मेरो मम्मीले भन्नुभएको एकचोटि गरेपछि लाइक यु हेभ टु किप डुइङ द्याट अन्टिल यु कान्ट गिभ अप वाला सिचुएसन सो या आइ एम डुइङ दिस वर्क एभ्री इयर होइन लाइक 8 क्लासदेखि अहिले कति 8 9 10 11 12 5 वर्ष भइसक्यो जस्तो छ 4 to 5 years भयो होइन मैले यो गरेको अनि एभ्री इयर आई मेक स्योर म एउटा अरू दुइटा व्रत गर्छु भनेर बिकज अब मानिसकेछ भने राम्रोसँग गरौँ न त अनि नट बिकज मलाई कुनै पतिदेव चाहिन्छ मलाई कुनै एकदम सुध्रेको पति चाहिन्छ चाहिँदैन मलाई कोही नि बिकज म आफै बिग्रेको छु म बिग्रेको छैन आई मिन जे भयो नि ठिक छु म आइएम ह्याप्पी इन माई ओन सो या अनि आज चाहिँ लेट्स डु व्रत अनि त्यसपछि आज मैले भाइको स्कुल नि जानु छ उसको कि डकुमेन्ट्स लिन सो या बिकज बिकज आई डोन्ट नो वाइ सो फर्स्टमा हामी रेडी हुन अगाडि लेट्स जस्ट क्लिन आवर रुम बिकज म अहिले भर्खर सुतेर उठ्यायो एन्ड दिस इज माई मर्निङ फेस अनि अहिले 7:30 बजिरहेछ सो या अब चाहिँ म तपाईँहरूलाई म फ्रेस भएर कुर्ता सुर्ता लगाएर फेर्छु आज त म कुर्ता लाउँछु अब मलाई यस्तो व्रत बसेको बेला यसो नाटक गर्नु मन लाग्दैन होइन तर अब गरिहाल्छु नि के छ र कसले जज गर्छ होइन मलाई गरे नि मलाई बाल छैन मान्छेहरूले मलाई यतिकै जज गरिरहेको हुन्छ सो एउटा दुइटा अझै मान्छे थप्यो भने पनि बाल छैन तर आज म रेडी हुन्छु अनि कुर्ता लाउँछु अनि एउटा दुइटा टिकटक बनाउँछु बिकज अब मैले व्रत गरिरहेको छु आई हेभ नथिङ टु डु होइन अनि एज अ ह्युज फुडी म एकदमै ठुलो फुडी हो होइन अनि म भोक कन्ट्रोल गर्नै सक्दिनँ तर आज म कन्ट्रोल गर्छु अनि आई नो मलाई एकदमै भोक लाग्छ भनेर बट केही छैन सो हामी टाइम पास गर्छौँ भिडियो बनाउँछ यस्तो यस्तो गर्छ टिकटक बनाउँछु इन्स्टाग्राम रिल बनाउँछु गेट रेडी विथ मी बनाउँछु सबै सोचिसकेको छु होइन मैले के बनाउने भनेर सो वी विल बी डुइङ द्याट आज अनि मलाई कस्तो चिकन बर्गर खानु मन छ भगवान् मलाई माफ गर्नुहोस् मैले व्रतको दिन चिकनको नाम लिइरहेको छु तर मलाई हिजोदेखि यस्तो क्रेभिङ भइरहेछ नि केही छैन म यो साउनको महिना सक्ने बित्तिकै चिकन बर्गर खान्छु म साउनभरि चिकन खाँदिनँ एन्ड इट्स भेरी डिफिकल्ट गाइज ट्रस्ट मी बाहिर जाँदा नि मेन्यूमा चिकन नै जान्छ भेजमा आई डोन्ट सी भेज एनी अप्सन्स आलु अनि अनियन रिङ्सहरू बाहेक सो केही छैन सो लेट्स क्विकली गेट रेडी फर्स्टमा रुम सफा गरौँ अनि आफूलाई नि सफा गरौँ अनि पूजा गरौँ अनि त्यसपछि विल क्याच अप अगेन या सो गाइज म नुहाएर चाहिँ रेडी भइसकेँ एन्ड दिस इज माई पेट अनि त्यसपछि मेरो यो कपाल चाहिँ कहिले सेट नहुने भयो सो या अब चाहिँ म गेट रेडी विथ मी बनाउँछु जुन कि मेरो इन्स्टाग्राम पेजमा आउँछ अनि टिकटक पेजमा नि आउन सक्छ टिकटक पेजमा नि आउँछ होइन म टिकटक अनि इन्स्टा दुवैमा हाल्छु अनि त्यसपछि आज मैले चुरा लगाएको आई लभ होइन यस्तो चुराहरू आई लभ 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 अनि त्यसपछि त्यही हो अनि म चाहिँ आई गेस म रेडी हुन अगाडि चाहिँ फर्स्टमा पूजा गर्छु बिकज मेरो मम्मीले नत्र मलाई गेट रेडी विथ मीको बिचमा पूजा गर्न आइज भन्नुहुन्छ सो फर्स्टमा म पूजा गर्छु अनि त्यसपछि बल्ल रेडी हुन्छु अनि मलाई म कस्तो राम्रो देखिरहेको छु कि लाइक आई लभ ट्रेडिसनल सो या अब चाहिँ म पूजा गर्छु कि टिकटक टिकटक गेट रेडी विथ मी बनाउँछु पहिले सो अब चाहिँ म तपाईँहरूलाई एकछिनमा भेट्छु पूजा गर्ने बेला सो या सो गाइज म चाहिँ रेडी भइसकेँ
अनि मैले पूजा नि गरिसकेँ। मेरो टिका चाहिँ मैले एकदम लाइट लाउँछु होइन, मेरो मुखमा खै मलाई टिका यस्तो एकदमै ठुलोवाला लाउन मन लाग्दैन। सो या दिस इज माई लुक। अनि मेरो गेट रेडी विथ मी हेर्नको लागि मेरो इन्स्टामा हेर्नुहोस् होला अनि टिकटकमा पनि हेर्न सक्नुहुन्छ होला। सो अब मलाई इट्स लाइक अहिले कति मैले भिडियो बनाउनै बिर्सेको थिएँ अनि इट्स लाइक अहिले ठ्याक्क 12 बजिरहेछ। अनि गेस वाट मलाई भोक लागिरहेछ तर केही छैन। अनि म अब 1 बजेतिर स्कुल जान्छु होला भाइको, जुन कि मेरो स्कुल नै थियो, मैले 10 सम्म त्यही पढाएँ हो जेसुकै होस्। अनि म त्यहाँ जान्छु अनि त्यसपछि भाइको त्यो के सर्टिफिकेट छ त्यो लिन्छु अनि त्यही हो। सो या अब चाहिँ म तपाईँहरूलाई त्यही स्कुल गएको बेला भेट्छु। अनि मैले मेरो लाइक फास्ट सकेपछि त्यो फलफुल अनि खिर खाएको बेला भेट्छु होला। अनि त्यसपछि मेरो आजको दिन कसरी गयो म भन्छु, किनकि मलाई अहिले भोक लागिरहेछ, मलाई यस्तो के केको क्रेभिङ भइरहेछ नि। अनि मलाई यस्तो क्रेभिङ भएको बेला नि रिल्सहरूमा के खानेकुरा आउँछ कि रिस उठ्दो। सो या सो गाइज मैले मेरो यस्तो पोनीटेल बानिसकेँ होइन, अनि उसलाई चेन्ज गरेर म गइरहेको छु अब स्कुल। सो मम्मीलाई भन्छु ल, मेरो मम्मीले नि आज हरियो हरियो लगाएको छ। सो हम जाइसु सम्राटको स्कुल। ओके गाइस, सो अब चाहिँ हामी गएको। म बाटोमा ढल्यो भने मेरो आमाको गल्ती हो, उहाँले मलाई 8 क्लासमा पढ्दा बसाउनु भएको थियो। सो या लेट्स गो। सो या गाइस, स्कुल चाहिँ मेरो घर नजिकै छ होइन। सो म हिँड्दै गइरहेको छु तर मलाई माइकले बोल्न कस्तो अजिब लागिरहेछ कि लाइक बाटोमा। सो म फेरि स्कुल जान्छु अनि तपाईँहरूलाई फोन गर्छु, फोनले तपाईँहरूलाई भन्छु। सो लेट्स गो। सो या गाइस, हाम्रो काम भइसक्यो होइन। मलाई चाहिँ मैले पेपरहरू केही दिन्छ भनेर, तर केही गरेन। मैले त्यहाँ गएर प्रिन्ट गरेँ अनि त्यसपछि प्रिन्ट गरेपछि त्यो सरले आफै अनलाइन टु अनलाइन गरिदिनु भयो। अनि मेरो रिजल्टहरू के सोध्नु भयो। तर त्यसकै होस्, अब डन डन आवर वर्क इज डन। अब म जान्छु अनि मलाई मम्मीले के लिएर आइज भनेको थियो त्यो लग्छु। अलवेज मेरो मम्मीले सधैँ म बाहिर जानु बित्तिकै केही न केही सामान त मगाउनै हुन्छ कि टी सर्ट त। अब बाटोमा ढल्यो भने गाइस सो लेट्स गो। मलाई कसम होइन यस्तो गर्दैछ यो कुरालाई, म घर जाने बित्तिकै मेरो भिडियो नि बनिसक्यो, मेरो गेट रेडी पनि बनिसक्यो, मेरो टिकटक पनि बनिसक्यो। म घर जाने बित्तिकै यस्तो लुगा चेन्ज गर्छु नि, नयाँ ड्रेसमा बस्छु नि, यस्तो गरम भइरहेको छ त्यहाँ। त्यो मलाई यस्तो गरम भइरहेको छ नि, रिस उठ्छ मलाई यो गर्मीले। त्यो म घर जाने बित्तिकै लुगा चेन्ज गर्छु अनि मेकअप पनि हटाउँछु होला। सो या गाइस, म घर आइसकेँ अनि मैले घर आउने बित्तिकै लुगा चेन्ज गरेको कि आई स्वेयर मलाई यस्तो गरम भएको थियो कि म माथि नि लाइक त्यो लाइक मम्मीलाई दुध दिन नि गएको थिएँ। दुध दिन्छु मम्मी। अनि मैले यहाँ चेन्ज गरेँ अनि यो चुरा गाइस। अब चाहिँ म मेरो फास्टको त्यो फलार के भन्छ त्यो गर्न गइरहेको छु। मलाई लाइक यस्तो यो फलफुलको क्रेभिङ भएको छैन, मलाई एकदमै स्पाइसी केही खान मन छ। मेरो मम्मीले मलाई रेसपेट हान्दैछ। सो के चाहिँ अब हामी खान्छौँ यस। मलाई यस्तो फिल चाहिँ केही भएको थिएन होइन व्रत गरेको छु भनेर, तर मेरो अहिले भर्खर रिलमा चटपटे आएको थियो अनि मलाई चटपटे खानु मन लाग्यो। मेरो मम्मीले मलाई हेरिरहेछ यसरी। अब म वेट गर्दैछु मेरो प्लेट कति बेला आउँछ अनि म खान्छु भनेर। सो गाइस, अब चाहिँ म यो साबुदानाको खिर खाइरहेको छु। सो या गाइस, आजको मेरो दिन यसरी नै सक्यो। अनि भर्खर मैले लाइक खाएर मैले फेस वास गरेँ, त्यसपछि म क्रिम मोइस्चराइजर लाउँछु। मेरो एकदमै ड्राई स्किन छ कि, सो म जति जति मेरो मुख्दैन होइन आई अप्लाई माई मोइस्चराइजर
yeah, guys, that's it for my today's vlog. Hope you like it. And यो vlog के भयो मलाई थाहा छैन. तर तर आज मैले फास्ट गरेको एज अ युज फुड होइन. मैले बेलुका त्यो खिर चाहिँ खाएँ होइन, तर त्यो फिका थियो. सो म त्यसलाई काउन्ट गर्दिनँ, त्यसलाई म एज अ फुड कन्सिडर गर्दिनँ. सरी, बिकज मलाई चाहिन्छ स्पाइसी. सो केही छैन, म भोलि अब खान्छु नि. भोलि पनि लाइक मैले के खाएँ भने है इन्ट्रेस्टिङ के गरेँ भने म भोलि नै भिडियो बनाउँछु. थ्याङ्क यू सो मच फर वाचिङ. बाई गाइज, सी यु इन द नेक्स्ट भिडियो.